पति पत्नीहरूको आपसी सम्बन्ध यदि राम्रो राखिराख्न चाहनुहुन्छ भने यी 7 कुराहरू कहिल्यै पनि नगर्नुहोला। पहिलो, पत्नीलाई अरू स्त्रीहरूसँग दाज्ने र होच्याउने कामहरू कहिले नगर्नुहोला। दोस्रो, पत्नीलाई शारीरिक रूपमा हातपात गर्ने, पिट्ने कहिले नगर्नुहोला। उनीहरूलाई शारीरिक रूपमा लगाएको चोट उनीहरूको मनमा जीवनभर नपुरिने घाउ बनेर रहन सक्छ। तेस्रो, अरू व्यक्तिहरूको अगाडि श्रीमतीलाई गाली गर्ने, होच्याउने क्रियाहरू कहिल्यै पनि नगर्नुहोला। चौथो, पत्नीको माइतको कुरा लिएर, पद प्रतिष्ठालाई लिएर, धन सम्पत्तिलाई लिएर कहिल्यै पनि नराम्रो कमेन्ट गर्ने, होच्याउने कार्यहरू नगर्नुहोला। पाँचौं, पति पत्नीको आपसी झै झगडालाई परिवार तथा अन्य माइती कहाँ समेत कहिल्यै पनि नपुर्याउनुहोला। छैटौं, पति पत्नीको आपसी सम्बन्ध, शारीरिक सम्बन्ध सम्बन्धी कुराहरू पनि बाहिर सुनाउँदै कहिले नहिँड्नुहोस्। र सातौं र अति महत्त्वपूर्ण, पत्नीको सुन्दरता सम्बन्धी कुरालाई लिएर कहिले पनि उसलाई नराम्रो भनेर कहिले पनि गाली नगर्नुहोला, नगिजाउनुहोला, नहोच्याउनुहोला।